हाम्रो माइजूको ओठ दुख्यो अरे हो तेरो के दुख्यो अरे वेलकम टु माई नेक्स्ट भ्लग र यो भ्लगमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ र आज मैले फेरि किन अचानक चाहिँ भ्लग बनाएँ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो बहिनीको बर्थडे छ कान्छीको बर्थडे हो सो द्याट्स वाइ जस्ट अब मैले चाहिँ मेमोरिज बनाउँछु भनेर सोचेँ होइन त्यही कारण चाहिँ मैले भ्लग बनाइदिएँ होइन भिडियो बनाउँदा त के जान्छ होइन हेर्नु मन लाग्नेले हेर्नुहुन्छ हेर्नु मन नलाग्नेले हेर्नु हुँदैन होइन तर पनि अब अरूले हेरेन भने पनि एटलिस्ट यसले ठुलो बाहिर त हेर्छ नि त सो त्यसै कारण अन्त अहिले चाहिँ हामी सबैजना फ्यामिलीजहरू पनि टुगेदर छ त्यही कारण अन्त टुगेदर छ भन्दा पनि 3 जना हुनुहुँदैन अल फ्यामिली मेम्बर्स आर मिसिङ देम अ लट अन्त फेरि मन दुखाउँछ होला नि त होइन सबै छ भनेर हामी चाहिँ होइन भनेर अन्त वी अल आर मिसिङ देम अन्त होप वी क्यान मिट सुन अन्त त्यही हो हेर्दै जानुहोस् होला ल म त्यसलाई अहिले देखाउँछु अहिले सुतिरहेको छ लु गाइस अब चाहिँ होइन टक्क यहाँनिर चाहिँ प्रिपरेसन हुँदो रहेछ बर्थडेको बेलुन सेलुन फुक्ने आमा माइजू भाइ होइन यहाँनिर चाहिँ छ ऊ आजकलको नानीहरू फोन भनेपछि उडुक्कै होइन ऊ जान्नु थिच्दैछ एनिवेज यो चाहिँ बर्थडे गर्ल हो अहिले यसको हालत गइरहेको छ होइन उठे भर्खर सुतेर उठेको र यहाँ हेर्दा कान्छी मान्दी यहाँ हेर्दा न हो यो चाहिँ अलिकति सेलिब्रेटी जस्तो छ नि त घरको कान्छी भएर अलिक साह्रै पर्छ बोलाउनु कान्छी यो म जेठी होइन सबसे ठुलो म अन्त यो चाहिँ ओ यहाँ यो चाहिँ माइला होइन माइला त्यहाँबाट अझै एउटा छ हाम्रो भाइ ऊ चाहिँ टाढोमा छ होइन अन्त यहाँनिर यो चाहिँ कान्छी हो नि त सेलिब्रेटी भन्दा पनि हुन्छ कान्छीहरूलाई घरको र यहाँ प्रिपरेसन चल्दैछ अहिले एकछिन मैले देखाउँछु ल अब ज्यादा हेऱ्यो भने चाहिँ आँखा टटाउँछ हाम्रो माइजूको ओठ दुख्यो अरे हो तेरो के दुख्यो अरे घाँटी दुख्यो हो घाँटी दुख्यो अरे ओठ दुख्यो अरे अब बुझिहाल्नु न कति दुःख रहेछ बेलुन फुलाउनु होइन अब हामीले त्यो उड्ने बेलुन किन्दाखेरि क्या अब 100 रुपियाँ भन्दा पनि पुरा घटाइ माग्छु नि होइन अब कस्तो चाहिँ दुःख पर्दो रहेछ होइन त दुःख पर्दैन है घटाउँदा हुन्छ किनभने चाहिँ उनीहरूले चाहिँ हो पम्पले बनाउँछ र चाहिँ घटाउँदा हुन्छ होइन अब अल्छी लाग्यो यता नमान्दै हो त्यहाँबाट चाहिँ अल्छी लाग्यो चाहिँ बहिनीसँग चल्नु आएँ त्यहाँबाट त्यसमा एकछिन चल्दा कुदेको त थप्पड पो हान्छ हो छिट्टो हात लगाउँछ यसले चाहिँ अन्त अहिले थप्पिदियो मलाई अनि त्यहाँबाट एकछिनबाट हाई भन्नु लगायो हाई भनेपछि डेकोरेसन चाहिँ कम्प्लिट भइसकेको छ कहीं मोतिर नि बाटो मोड है गाउँले केटी चाहियो मान्छे नमाले तिम्रा लागि भाका पनि सुरिलो तिम्रा बाला याद गर्ने कोरिलो अब चाहिँ होइन फाइनली केक कटिङ सेरेमनी आयो हो म चाहिँ अल्छी लाग्यो खुट्टा पनि दुखिराखेर चाहिँ हल्का म चाहिँ अब रेस्ट गरेँ नि त हो त्यति बेला मैले कामहरू गरेको देखाएन त्यो डेकोरेसन गरेर जस्ट म रेस्ट मात्रै गरेँ र अब फाइनली केक सेरेमनी सबै खतम भयो एन्ड फाइनली अहिले चाहिँ भित्र चाहिँ अब यस्तै अब हुन्छ नि त अब हिन्दू होइन अब त्यही हो टिकाहरू लगाइदिनु हुँदैछ होइन अन्त सक्यो अन्धेरोमा त अनुहार पनि देख्दैन अब के गर्नु हो म चाहिँ माथि काली छु म चाहिँ बिमार थिएँ र चाहिँ मेरो सादा खाना होइन गाइस के पो भन्छ हिजोको भ्लग चाहिँ मैले त्यतिमै एन्ड गरिदिएँ होइन अरू केही पनि देखाइनँ पछिको किनभने चाहिँ आज मेरो स्कुलमा उयो थियो युनिट टेस्ट चल्दै थियो र चाहिँ हल्का अब पोल साइन्स थियो अन्त पढेको पनि थिइनँ होइन त्यही पढेँ भन्दा पनि एकछिन हेरेँ त्यहाँबाट ब्याट्री पनि डाउन भएको थियो फोनको सो त्यतिकै मैले उयो सुति पनि हालेँ होइन थाकेर अन्त त्यहाँबाट अहिले उयो गर्दैछु छु भिडियो बनाउँदैछु अब टेस्ट पनि गरेर आएँ होइन अलिक पास चाहिँ हुन्छु होइन अन्त के पो भन्छ लु
हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। अझै भ्लग हाल्छु हेर्नुहोस् ल, हेरिदिनुहोस् होइन। त्यति नै ल। थ्याङ्क यू फर वाचिङ, बाई बाई।